दर्शकबिन यति बेला बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर 5 पुटेली बजार निसीमा रहेको छु। यति बेला तपाईले देखिसक्नु भएको छ मेरो बीचमा राजकुमार विश्वकर्माको श्रीमती अन्जु सुनार अनि यसैगरी रिक्सन विश्वकर्मा रिहाना विश्वकर्मा हुनुहुन्छ। यति सानो फ्यामिलीमा यति बेला तपाईले अगाडि कापी कलम देख्न सक्नुहुनेछ। यो कापी कलम कहाँबाट आयो, कसरी आयो त आज त्यो हामी तपाईलाई जानकारी गराउने छौं। यति बेला यहाँहरुलाई नमस्कार। नमस्कार, मेरो नाम प्रभात विक, म श्री ज्ञानेन्द्र माध्यमिक विद्यालयको 6 मा पढ्छु। आज मेरो श्री ज्ञानेन्द्र माध्यमिक विद्यालयको नवीन भुसाल सरले यति कपी कलम ज्योमेट्री सहयोग गरिदिनु भएको छ। नवीन भुसाल सरको लागि धेरै धेरै धन्यवाद। यो चाहिँ हाम्रो ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पढाउनु हुने शिक्षक नवीन भुसाल सरले सहयोग गर्नु भएको छ। खुसी छौ तिमी उहाँले सहयोग गर्ने क्रममा? हजुर, धेरै खुसी छु। यति त मेरो बाबाले पनि सहयोग गर्नुभएको छैन। बाबा छिटो आए हुन्थ्यो भन्ने लाग्छ, तर के गर्नु, बाबा धेरै लुकेर बस्नुभयो। बाबा धेरै लुकेर बस्नुभयो र बाबा म छिटो आए भन्ने हुन्थ्यो लाग्छ, तर बाबा आउनु नै हुन कति भयो। मैले बाबा भन्न नपाएको 1 वर्ष भयो, तर आज श्री ज्ञानेन्द्र माध्यमिक विद्यालयको म पढ्ने विद्यालयको नवीन भुसाल सरले यति मद्दत गर्नुभएको छ। मेरो बाबा हुनुहुन्न, त्यसैले एकदमै हामीले पनि खुसी लागेको छ। मान्छेलाई मर्दा र पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाले चाहिँ उहाँले सहयोग गर्नुभएको छ। उहाँले विशेष धन्यवादका शब्दहरू प्रकट गर्न चाहन्छौँ। र यसै क्रममा उहाँले सहयोग गर्दै गर्दा यति बेला रिक्सन विश्वकर्माले भनिसक्नु भएको छ, नवीन भुसाल सरले हामीले सहयोग गर्नुभयो, कापी कलम यति सहयोग गर्नुभएको छ, तपाईलाई पढ्नको लागि सहयोग गर्नुभएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यसै क्रममा यति बेला रिक्सन अर्थात् प्रभातको आमा हुनुहुन्छ, उहाँलाई नमस्ते भन्न चाहे। आराम हुनुहुन्छ? हजुर नमस्कार, मेरो नाम अन्जु सुनार। आज चाहिँ अचानकै छोराको यसको साथीहरूले रिक्सनको कपी, प्रभातको कपी भनेर ल्याए। अनि ल्याउँदाखेरि म काखमा कपी राखेर कसले दिएको यो कपी, कसरी कहाँबाट आयो भन्दाखेरि ज्ञानेन्द्र माविदेखि नवीन सरले दिनुभएको, उहाँले रिक्सनलाई सहयोग गर्नुभएको भन्दा बित्तिकै म फेरि एकचोटि यो कपी हेरेर फेरि रोएँ होइन। अचानकै आफसे आफ आँसु आयो, यो मनभित्रदेखि फाटेर आयो। अनि उहाँले सहयोग गरिसकेपछि एउटा सहुलियत मिलेको छ, खुसी हुनुहुन्छ? खुसी छु, एकदमै खुसी छु। तर पनि मन दुखेको छ होइन? मन त एकदमै हो, कति बाहिर खुसी भए पनि खुसी पनि अनि दुखी पनि। आज सायद बाबा भएको भए होइन, यस्तो हुने थिएन होला, मेरो यस्तो दिन आउने थिएन होला, बाबा भएको भए भन्ने मलाई लाग्यो। त्यसपछि कसले दियो भन्दा ज्ञानेन्द्र माविदेखि नवीन सरले दिनुभएको। उहाँको लगभग 5000 बराबरको सामान उहाँले सहयोग गर्नुभएको छ। अनि के अरे दुःख पनि छ होइन। अरूको चित्त यति दुख्यो, सायद अस्ति हाम्रो न्युज हेरेर नै होला। अरूको बाहिरको मान्छेको चित्त कति रोयो भने, कसैले कति हामी यसरी रोयौँ, कति रोको यस्तो यस्तो भन्ने कतिले सम्झाए, तर श्रीमान चाहिँ अझैसम्म कन्ट्याक्टमा आउनु भएको छैन। उहाँको अलिकति पनि हामीप्रति चित्त दुखेन, दुःख लाग्छ धेरै। चित्त दुख्थ्यो भने सायद मलाई मेसेन्जर अथवा मलाई नगरे पनि छिमेकीसँग केही कुराकानी गर्नुहुन्थ्यो होला, बाबु नानी सोध्नुहुन्थ्यो होला। अहिले झन् उहाँहरूले भन्नुहुन्छ, अहिले त फेसबुक अनलाइनमा केहीमा पनि देखिनुहुन्न, झन् हराउनु भयो भन्नुहुन्छ। दुःख लाग्छ, कहाँ हुनुहुन्छ, जहाँ भए पनि अझै पनि आउनु कन्ट्याक्टमा, केही बिग्रेको छैन। हामीलाई कसरी राख्ने, मिलाएर राख्ने या कसरी राख्ने, त्यो सबै हजुरको हातको कुरा हो। म मेरो श्रीमानलाई यही भन्न चाहन्छु र एकदम धेरै धेरै मनैदेखि खुसी छु। आज सरले यति सहयोग गरिदिनु भयो र बाबु पनि राम्रोसँग पढ्ने। सायद उहाँ र छोरा र मेरो हौसलाको लागि नै हो सरले यो सहयोग गरिदिनु भएको, किनकि अब प्रभातले नराम्रो काम नगरोस् होइन, यताउता खेल्नेमा ध्यान नदियोस्, उसको बाबा नभए पनि उसले हामीले हौसला दिनुपर्छ भनेर उहाँले यति सहयोग गरिदिनु भयो। अनि रोएँ पनि, खुसी पनि छु र दुखी पनि छु। अनि त्यही हो। नवीन भुसाल सरलाई धन्यवादका शब्दहरू प्रकट गर्नुभएको छ। र यसै क्रममा अन्तिममा जाँदै रिक्सनलाई चाहिँ उहाँ सरप्रति र आफ्नो 2-4 शब्द राखिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। यो स्कुललाई म धेरै नाम राखिदिनेछु, किनभने यो नवीन भुसाल सरले यति मलाई सहयोग गरिदिनु भएको छ। म भगवान्लाई प्रार्थना गर्छु कि यो स्कुल अझै बढोस्, अलि धेरै राम्रो होस्, धेरै राम्रो होस्। मैले यो स्कुलको यति अझै नाम राख्दैछु, योभन्दा अझै धेरै नाम राखिदिनेछु। धन्यवाद।